गगल्सको अनबक्सिङ है राम्रो देखेको छु। हेलो साथीहरू, फेरि पनि सबैजनालाई स्वागत छ मेरो आजको भ्लगमा। मेरो नाम चाहिँ क्यारोल गुरुङ हो र जतिले पनि मलाई चिन्नु हुँदैन र यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, यो भिडियो लास्टसम्म हेरिदिनुहोस्, मनपर्छ भने लाइक सेयर अनि कमेन्ट पनि गरिदिनुहोस्, बेल नोटिफिकेसन पनि अन गर्न नभुल्नु होला। र आजको भिडियो चाहिँ एकदमै खास हुँदैछ मेरो लागि, तपाईँहरूको लागि चाहिँ थाहा भएन, मेरो लागि चाहिँ एकदमै खास हुँदैछ किनभने म आज डेटमा जाँदैछु। आजको यो डेट चाहिँ मुभी डेट हुनेवाला छ र मेरो वर्षौँको तपस्या त होइन, यो के भनौँ अब, यो मार्भल सिनेमेटिक युनिभर्सले रिलिज गरेको स्पाइडरम्यान नो वे होम चाहिँ म आज बल्ल हेर्न जाँदैछु। यो रिलिज भएको त अब डिसेम्बर 17, 2021, म चाहिँ जनवरी 6 आज छ अनि 2022मा हेर्न जाँदैछु, 1 वर्षको भास्ट डिफरेन्समा। तर म पहिले जान्थेँ रिलिज त्यो हुँदै भर्खर हुँदै, तर त्यो भयो के धेरै प्रोग्रामहरू भयो, क्रिसमसहरूमा टाइम दिनु पऱ्यो, त्यसको कारणले चाहिँ म जान पाएन। कोसिस त गरिरहेको थिएँ, हरेक हप्ता कोसिस गरेको थिएँ तर जान पाएन। अनि आज चाहिँ बल्ल जान पाउँदैछु र आज चाहिँ म एकदम एक्साइटेड छु। अनि मैले चाहिँ यो क्युएफएक्स बुटोल भाटभटीमा त्यो सिनेमा छ कि अहिले होइन, अनि त्यही किनेको, सरी अनलाइनमा बुक गरेको मैले यो 2टा सिट चाहिँ। आज म धेरै बोलिरहेको छु, आज म भनौँ रातभरि सुते होइन कि फिल्म हेर्न जान्छु भनेर। कति खुसी मेरो खुसीको उस नै शब्दै छैन। अनि अब त अरू त के भन्ने, त्यो लास्टमा होइन, अहिले त्यो रियाक्सन हुन्छ नि, त्यो रियाक्सन फिल्म हेरेपछि हो, त्यो रियाक्सन म दिन चाहिँ म 11 बजे हो कि फिल्म हेर्न जाने, सरी 11 बजेको सो हो मेरो। अहिले कति बजी छ, 9 यस्तो 9:15 भयो होला। म ढिलो हुन मन छैन, यहाँबाट त 1 घन्टा लाग्छ कि फेरि बुटोल पुग्नलाई। त्यही भएर धेरै बोल्दिनँ, आज धेरै बोल जस्तो लाग्यो। बाई बाई। स्पाइडरम्यानको वेब यहाँ पनि रहेछ। हेलो साथीहरू, हामी अहिले बुटोल आइसक्यौँ। मसँग हुनुहुन्छ मेरो बोयफ्रेन्ड भने नि गर्लफ्रेन्ड भने नि दिदी डेटिङमा आउनुभएको छ। मभन्दा ठुलो हो, मभन्दा सानो देख्नुहुन्छ। अनि आइसकेछौँ हामी, आज रमाइलो गर्ने हो। हाम्रो 2टाको टिकट कस्तो लाग्यो तँलाई यहाँभित्र आएर दिदी? अनि बेसरी होला, फर्स्ट टाइम हो। यही लाइन हामी सिनेमा हलभित्र आएको छौँ होइन। अनि 2 मिनटभन्दा बढीको चाहिँ भिडियो बनाउन नपाइने रे। कस्तो फिल भएको छ यहाँ आएर भन्दा छिटो? मलाई कस्तो फिल भयो? अनि फर्स्ट टाइम हो नि तेरो? फर्स्ट टाइम हो हाम्रो दिदीको होइन। अनि त्यसपछि यहाँ चाहिँ के दियो भने गगल्स दियो, यहाँ 2टा गगल्स दिएछ। यो 2टा गगल्स हो हामीले ल्याएको भनेको। यो एउटा पपकर्न हो, अनि त्यसपछि यो कोक हो। हेर्नुहोस्, म त लास्ट एक्साइटेड छु आजको लागि धेरै नै। अनबक्सिङ गरिदिन्छ है त यसको गाइज, गगल्सको अनबक्सिङ है। ओ यस्तो हुँदो रहेछ गगल्स, राम्रो देखेको छु।
राम्रो देखियो गाइज इन्टरभल भन्छ हामी चाहिँ अहिले टोइलेटमा छौँ भन्न यताले कस्तो लाग्यो पनि अहिले भन्छ भाइ अहिले टोइलेटमा छौँ दामीको अहिले हामीले के अर्डर गरेको हामीले चाहिँ नास्ता अर्डर गरेको नास्ता पनि के भन्ने कफी अर्डर गरेको मेरो लागि अनि पानी कफी है फेरि जानलाई Guys, movie bhaiyo. For now, get him high off this dialect drill. Time is a factor, so it's time to count. Count not the negative actions of one. Speakers of soul say it's time to shout. Through forms the song to a positive sum. Dance to this fix of flex every muscle. Space to be filled if you rhyme like my number. Advance to the tune, but don't do the hustle. Shake, ride, or roll to my magic. 5 years? It's a long time. फिल्म चाहिँ भ्याइयो अब त बोल्ने कस्तो लाग्यो राम्रोसँग भन्नु मैले नट्याटिकन भन्दाखेरि 2-3टा सिन यस्तो थियो रुनायो आँखाभरि आँसु भयो धन्न चस्मा लाग्थ्यो त्यही भएर लुकाइहाल्नु त्यो कस्तो दामी लाग्यो मेरो आजको सपना पुरा भयो खतरा थियो खतरा जतिले पनि हेर्नु भएको छैन म सबैजनालाई रेकमेन्ड गर्छु कि यो स्पाइडरम्यान नो वे होम चाहिँ सबैजनाले हेर्नु होला हुन त धेरैले हेरिसक्नु भयो रिलिज भएको दिन अब 1 महिना हुन लागिसक्यो हो मसँग त कुनै वर्ड पनि छैन यो फिल्मको लागि के भन्न यो खासमा यसलाई इन्ट्रेस्ट लाग्थेन अरे फिल्म हेर्नमा तर यो पनि आज मलाई भनेको भन्ने थियो खतरा दामी लाग्यो भन्दै बसेको थियो यसले अनि बाबालाई भनेको त तिमीले त अब दिदीलाई पनि बिगारिदिनु भयो रे के अनि त्यही हो भ्याइयो भर्खर भ्याइयो खुसी लाग्यो लास्टै खुसी लाग्यो भन्न फिल्मको बारेमा के भन्नु अनि के भन्नु 10मा 100मा कति दिन्छस् 100मा कति दिन्छस् 100मा 90 म त 100मा 1000 दिन्छु ल दामी छ म अलिकति फोटो खिचिदिन्छ है नभए हामी चाहिँ कोजी क्यासलमा आएको भनौँ म अनि अघिसम्म चाहिँ टाइम लाग्थ्यो केमा थियौँ भन्दाखेरि स्यालोनमा गएको थियौँ हामी अनि स्यालोन गएको कुन के नाम थियो अरे उज्जवल त्यो भाटबटेनी साइडको स्यालोनमा गएको अनि राम्रो काट्दैछ काला पनि काट्दैछ ठिकै छ के खाने हो आज लगाएर मलाई बोयफ्रेन्ड र गर्लफ्रेन्ड भन्ने सबै लाज लाग्यो साँच्चीको डेटिङ आयो हामी त डेटिङ आएर जस्तो होइन मेरो बाले एउटा सानैसम्म मगा तिमीले र मैले खाने सक्दैन पिज्जै मन पर्दैन यार यसले खुलाउँछ क्या के तल खुलाउने हो र पुरा रिच किड गएँ हाम्रो फ्रेन्च फ्राइज विथ माइनी चाहिँ ल दिदी फर्स्ट बाइट लिनु त तपाईँलाई कस्तो लाग्छ अनि भन्नु यो चाहिँ हाम्रो साथीको रेस्टुरेन्ट हो कोजी क्यासल भन्ने तर साथीभरि आएकै छैनन् तपाईँहरूलाई कसको यो चाहिँ मेरो है मेरो फर्स्टमै आयो मेरो मलाई चाहिँ झाँगै पनि थुक्पा खानु मनपर्छ लास्टै पिज्जा चिकन पिज्जा मिडियम साइज यो अब यसले तुर्छ सबैले तुर्छ म त यति खाएर उत्यो भइसक्यो कचिला चहाउनलाई
राइस बबल टी आयो कोकोनट बबल टी पनि लैजान होइन भन्नु त लार्ज मिडियम पिज्जा थुक्पा अन्त अझै छ फ्रेन्च फ्राइज नास्ता खाएर घर जाँदैछ यसले सुन्तला किने हो हेलो साथीहरू म घर आइपुगेँ अनि आजको दिन एकदमै रमाइलो भयो आशा गर्छु तपाईँहरूलाई पनि मेरो यो आजको भ्लग मन पऱ्यो होला खासै त त्यस्तो केही पनि गरेन तर मलाई चाहिँ एकदम खुसी लाग्यो किनभने मैले मुभी हेर्न पाएँ अनि दिदीसँग अनि यस्तो हल्का खानासाना खाइयो अनि आइयो रमाइयो घुमियो नाचियो सबै गरियो आज दिदी मसँग जान मान्थेन भने पनि म त एक्लै जान एकदम तम्सिरहेको थिएँ मलाई त आज हेर्नु नै थियो कतिजनाले हेरेर सकिसकेन् तर म चाहिँ बल्ल भयो अब कतिले बिल्ला हानिरहेको थियो मलाई आज त्यहाँदेखि ठिकै छ मलाई त एकदम खुसी लाग्यो अनि त्यही हो आशा गर्छु आज तपाईँहरूलाई भिडियो मन पऱ्यो होला मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनुहोस् बेल नोटिफिकेसन पनि अन गर्न नभुल्नु होला अनि तपाईँहरूले मलाई सोसियल मिडियामा पनि फलो गर्न सक्नुहुन्छ फेसबुकमा पनि क्यारोल गुरुङ नै छ नाम अनि इन्स्टाग्राममा पनि क्यारोल गुरुङ नै छ नाम त्यस्तै हो अब अरू त फेरि भेटौँला अर्को नयाँ भिडियोमा मेरो लागि पर्खिबस्नु होला है त गाइज बाई बाई